हेलो या नमस्ते। आज हामी गएका थियौँ नैकापनेर रहेको एउटा रेनोभेसनको साइटमा। यो साइट चाहिँ नैकापनेर रहेको छ। विगत 25 वर्षदेखि यसै घरमा बस्दै आउनु भएको रहेछ। अहिले उहाँले चाहिँ यो घरलाई अलिकति मोडर्न लुक्स दिन खोजिराख्नु भएको रहेछ। माथि तला थपेर एक स्टेप अनि सोही अनुकूल हामीले सबै इन्स्पेक्सन गऱ्यौँ। वाल सिस्टमको घर रहेछ। अनि यता चाहिँ एउटा कोठा बनाउने भन्नुभएको छ। अनि माथि चाहिँ लो टेरेस राखेर अनि सोही अनुकूल हामीले सबै मेजरमेन्टहरू लिएका छौँ। यहाँ चाहिँ स्ल्याब भन्दा पनि आइबिम उठाएर गराउनुपर्छ जस्तो हामीले प्लान गरेका छौँ। अनि यो किचनलाई चाहिँ रिमोडलिङ गर्ने भन्नुभएको छ। यसलाई चाहिँ अलिकति मोडलर किचन बनाउने खालको। अनि यो वाललाई चाहिँ एक्सटेन्ड गर्ने प्लान गर्नुभएको छ उहाँहरूले। सोही अनुकूल हामीले त्यही अनुसार डिजाइन गर्ने भनेर प्लान गरेका छौँ। सबै मेजरमेन्टहरू लिएर अनि यसलाई अलिकति मोडर्न लुक्स दिन खोजिरहेका छौँ। यहाँ चाहिँ एउटा कोठा निकाल्ने अनि एउटा वासरुम निकाल्ने अनि भित्र चाहिँ अलिकति एक स्टेपमा छ क्या, यो पार्ट चाहिँ अलिकति डाउन छ। सोही अनुसार हामीले यतापट्टिको पार्टलाई चाहिँ लिभिङ ओपन किचन डाइनिङ बनाउने र यहाँ माथिको पार्टलाई चाहिँ यता एक स्टेप अनि यता यसलाई चाहिँ लो टेरेस अप्पर टेरेस बनाएर ट्याङ्की स्ट्यान्ड र यो राख्ने यता माथि बनाउने भनेर प्लान गरेर सबै मेजरमेन्ट लिएर आएको छौँ। सोही अनुकूल अब यसको फाइनल रिजल्ट अथवा हामी प्रोजेक्ट स्टार्ट गरिसकेपछि के कस्तो चेन्जेसहरू आउँछ हामीहरू हजुरहरूलाई अपडेट गराउने नै छौँ। हेर्दै जानुहोला। धन्यवाद।